हामीले न्याय पाउनु पर्यो पानी छैन नारायणकोटमा तपाईँ सुन्नु त नारायणकोटमा अहिले जानुहोस् तपाईँ कतिवटा योजना छन् तपाईँलाई थाहा छ नि खानेपानी होइन कतिवटा प्रदेशबाट त्यसपछि लिएर पालिकाबाट आएका योजनाहरू उहाँहरूले काम गराउनु भएको छ तपाईँ हामीले अनुगमन गरेका छौँ नि अब भोलि उहाँहरूले काम गराउन चाहिँ त्यो विशेष गरी के भन्नु भने वार्षिक योजना भन्छ नि होइन वार्षिक योजना हो वार्षिक योजना उहाँले विचारसम्म ल्याउनुहुन्छ गत वर्ष अटलको कुरा आएको थियो अटलजीले पानी नचढ्ने ठाउँमा पाइप चढाउनु भयो भन्ने कुरा छ अहिले पानी 5 सागबारीसम्म आयो भन्ने कुरा छ आज पानी होइन त्यसैले के हो भन्नुहोस् भने पानी पास गराउने जो समितिका साथीहरू छन् नि विशेष गरी उहाँहरू पनि केही कमजोरी रहला थिएन र उहाँले पनि सोचे युवाहरू तपाईँ हामी सबै एकै जनप्रतिनिधि पनि अलिकति मैले भने त अघि एकजना भाइलाई भाइ तपाईँ किन बिगार्नु भन्दा के हो भनेर हामीमा जब बोलाउनु केही सम्झाएनौँ हामीमा चाहिँ कुटपिट गर्छन् भन्ने डर हुन्छ तपाईँ हामी सबैको जस्तो कि मैले मेरो भाइ दिनेशले बिगारेछ भने भाइ दिनेश भन्ने होइन मैले बिगारिस कारबाही भोग्नुपर्छ सबैको आधार सबैको साझेदारी हुनुपर्छ के कसैले चाहिँ मेरो भाइ भनेर मैले चेप्दिने कसैले अर्को दाइ भनेर चेप्दिने अनि एक्लै जनप्रति 5 जना हुन्छ 5 जना जनप्रतिले गरोस् क्या जनताले पठाएका हुन् जनताले पठाएर दिनुको अधिकार छ त अधिकारले गर्ने अधिकार 5 जनाले गर्छ जनप्रतिनिधिले भित्रभित्र हरेक कुरा आफै यताउति गर्छन् जिम्मा लिने समय पनि अब यहीँबाट सिफारिस त नि त हान त सधैँभरि उइखेले दिने उइको त्यो जात पुग्दा उइखे हान्न सक्या ठेगा लिने गलत नगरी यो कुनै त्यसैले तपाईहरुले निगरानी गर्नु हाम्रोतिर पनि दिनुपर्छ विचार गर्ने अवसर पनि पर्यो सबैको एक बोल्नु न हल्ला मात्र हुन्छ खाली तर भित्र यिनीले जनप्रतिनिधि यस्तो हरेक थाहा छ मलाई थाहा छ भने यस्तै के कारण हामीलाई थाहा छैन मैले गरे थाहा छ यस्तो भाइले ठीक भन्नु भो भाइले कुरा के हो वार्षिक योजनाको कुरा आयो नि यो वार्षिक योजनामा जुन मर्मत आउँछ खानेपानीको धारा मर्मत आउँछ नि मर्मत आउने भयो अनि अन्य योजनाहरू पनि आयो नि यिनीहरूका लागि जुन इन्जिनियर हाम्रो चेक गर्न आउनुहुन्छ नि उहाँहरू जस्तो अटल बन्डाले पानी नचढ्ने ठाउँमा बनाउनु भन्नु नि त्यसलाई त्यतिखेर त्यो इन्जिनियरले त्यसलाई किन पनिसमेन्ट गर्न सकेन त्यतिखेर यिनीहरूको सेटिङ के हुँदो रहेछ भन्ने यसो बुझ्दाखेरि यिनीहरू के गर्दो रहेछ भने यहाँ गाउँमा ल्याएर बसाउने राति यतै बसाउने जहाँ डसी के खानुहुन्छ खाउने पुरा मिलाउने फाइल बनाउने हिँड्ने यसको छानबिन तपाईँले गर्नुपर्छ पर्दैन यो 4 नम्बरवटाका लागि तपाईँ हाम्रो सरकार हो हामीले तपाईँलाई मानेका छौँ होइन सबै जनताले मानेका छौँ त्यही भएर तपाईँहरूले अब छानबिन समिति बनाउनुहुन्छ नगरपालिका आफ्नो हक अधिकार आइसकेपछि तपाईँले जे पनि गर्न सक्नुहुन्छ यति मात्र गर्न पाउनुहुन्न आफ्नो स्वार्थको लागि गर्न पाउनुहुन्न बुझ्नुभयो कि समाजका लागि कुरा सुन्नु समाजका लागि राम्रो काम गर्नुहुन्छ जे सुकै गर्नुस् हामी साथ दिन तयार छौँ आफ्नो स्वार्थका लागि गर्नुहुन्छ भने तपाईहरुले भोलि राजीनामा दिएर जानुपर्छ त्यही भएर हामीहरू अब सचेत रहन मात्रै आएको तपाईँ राजीनामा दिनुस् हामी भनेका छैनौँ यदि तपाईले हाम्रो सुनवाई गर्नुभयो भने हामी फेरि आयो भने तपाईहरुले यही ताल हो भने फेरि आएको बेला तपाईहरु आफै विचार गर्नुस् केटाहरु सहन सक्दैन भनेर बुझ्नुभयो तपाईहरु जे तपाईहरुको एजेन्डा ल्याउनु भएको छ एजेन्डा राख्नुस् आर्थिक वर्ष अब सबै बजेट विनियोजन तपाईहरुले थाहा पाउनु बजेट विनियोजन भइसकेको छ आर्थिक रूपमा अब हामीले गर्ने गत यो वर्ष भन्दा अर्को आर्थिक वर्षमा हामीले गर्ने हैन आर्थिक रूपमा तपाईहरुले आर्थिक रूपमा यति बेला छैन बरु अरु सचेतका कुराहरु तपाईहरुले र हाम्रो साझेदारीमा कसरी अगाडि गइजाने भन्ने कुराहरु तपाईहरु एजेन्डा ल्याउनुस् एजेन्डामा हामी पनि त्यहीमा लागेर लामो गर्छौं हामी कसरी तपाईले हामीलाई सपोर्ट गर्ने हामीले तपाईलाई सपोर्ट गरेर सबै कुराको चाहिँ चिजमा कसरी गर्ने राम्रो कुरालाई राम्रो र नराम्रो कुरालाई नराम्रो भन्न सबैले सिक्नु पर्यो जस्तो अहिले भाइ तपाईले भन्नु नि त उहाँले पनि के कुरा थाहा पाउनु होला उहाँले पनि भएको कुरा भन्नु पाउनु सबैको अधिकार छ हामीले जनतालाई कसरी समेटेका छौं कसरी के जनताले समेटेका छौं भन्ने कुरा त त्यो यहाँको स्थानीय सरकारलाई पनि थाहा होला यहाँको जनतालाई पनि थाहा छ नि त त्यसैले के हो भने
केही कुरा राम्रो गरेको छ भने राम्रो गरेछन् भन्ने कुरा पनि सिक्नु पर्यो केही कुरा नराम्रो गरेका छन् जस्तै म मुस्कान छु मुस्कानलाई तपाईँले नराम्रो गर्नुभएको सच्चिन सही एकदम तपाईँले भन्न पाउने अधिकार छ त्यो प्रमाण सहित तपाईँले भन्न पाउने अधिकार छ हामी सच्चिन सुधार्न पनि हामी तयार छौँ तपाईँले युवाहरूले भनेका कुराले हामी नसुनेपछि युवाहरूले ल सचिन यहाँ तपाईँले कमजोरी गर्नुभएको छ भनेर तपाईँ जाँड खाएर रक्सी खाएर जाँड त्यति नभन्नु यसरी वडा कार्यालयमा आउनुभएको छ संयम तरिकाले आउनुभएको छ तपाईँहरूको युवाको एउटा ग्रुप लिएर आउनुभएको छ युवाले भनेका कुरामा हामीले सुनाइ गरेनछौँ भने युवाले भनेका केही तपाईँले हामीलाई सचेत हुनुहोस् भने तपाईँले सचेत रूपमा तपाईँहरू आउनुभएको छ हामीले आगामी दिनमा सचेत नभएर एउटा कुराहरू भयो मुख्यतः जो खानेपानी बाटा घाटा विद्यालय स्वास्थ्य जो छन् नि यो विषयमा तपाईँ हामी एकछिन सबै अनुगमन गरौँ तपाईँ हाम्रो पनि कर्तव्य हो अब यो दसैँ तिहार छ दसैँ तिहारमा तपाईँ एकपल्ट शुभकामना आदान प्रदान कार्यक्रम तपाईँले आयोजना गर्नु त्यसमा पनि हाम्रो सपोर्ट रहन्छ सहयोग रहन्छ होइन त्यसपछि लिएर दसैँ अब यो दसैँको बिचमा दसैँ पछि सबै तपाईँ विद्यालय स्वास्थ्य बाटा घाटा सबै अनुगमन गरौँ कहाँ के समस्या छ यी बुढापाका के हुन्छन् भने बुढापाकाले ल्याएका एजेन्डा राम्रा हुन्छन् तर के हुन्छ भने भन्छन् सुन्छन् बिर्सिन्छन् अब हामीलाई गुनासो आउँछ हामी लेख्छौँ अब मुख्य कुरा त एउटा हजुरहरूलाई पनि थाहा छ आर्थिक पनि धेरै कमाउँछ होइन अहिले गाउँपालिकामा स्थानीय सरकारले अहिले बजेट कमाउँछ होइन मान्छे मेरो त्यो पनि हो अझै पनि तपाईँले लाग्यो होइन तपाईँले लागेर हामी तपाईँले कतिसम्म सपोर्ट गर्न तयार छ हामी गरिदिन्छौँ तपाईँहरू पनि हामीले सपोर्ट गर्नुहोस् केही त्यस्तो समस्या देख्नु भएको छ भने ल दाइ यहाँनिर तपाईँले गलत गर्नु ल सधैँ तपाईँ हामी सच्याउँ यस्तो छ भने हाम्रो यो जुन योजनाहरू आउँछ नि जुन टेन्डर परेर आउँछ या ठेक्कापट्टा गरेर आउँछ नि त्यसमा सुरुमा जुन योजना बनाउँछन् सुरुमा त्यो सम्झौता गर्छन् नि श्रमिकहरूसँग भन्छन् यति दिन्छौँ भन्छन् पछि 100-150मा हिसाब गरेर दिन्छन् यो समितिहरूलाई सचेत गराउने त्यो तपाईँ हामी लागेर यो कुरा जायज गर्नु छ जस्तै समिति रहेर 200-500 रुपियाँ ढेडे सुनाएको छ 200 रुपियाँ दिने कुरा गरेको छ यो पनि तपाईँ पनि हामीले यहाँ अगाडि के हो भने हामी कुरा उठाउँछौँ 5 जना कुरा उठाइसके जस्तै मान्नु गाउँघरमा के हुन्छ भने जस्तै कि उहाँलाई बचाउने तपाईँ अरू मान्छे लागिजान्छ कि हामी कुरा उठाउँछौँ ठिक छ भन्नेपछि लागिजान्छ कि मान्छे मेन समस्या हो सुन्नु मेरो यस्तो छ त्यहाँ भनाइ के राख्दो रहेछन् भने अब हाम्रो बुवा पनि यस्तो श्रमिकमा धेरै काम गर्नुहुन्छ नि त बुवाको कुरा सुन्दाखेरि के गर्नुहुन्छ भने जस्तो ठेकेदारले काम गरायो होइन धेरै मान्छे आयो त्यही भएर पैसा कम पर्यो भन्छ धेरै मान्छे आएपछि काम छिटो पनि त हुनु पर्यो नि त्यो कमजोरी कसको मान्छे बढी आयो भन्दै पैसा कम पर्ने भन्ने हुन्छ काम छिटो होला छिटो अनुसार त्यो अनुसार पनि त बन्छ नि त होइन त्यो भयो अनि विकासका योजनाहरू गर्दाखेरि काम गतिलो गरेर आउँदैनन् यो यहीँबाट हाम्रो यसै हेरौँ न रोडहरू यो बनाएको 1 वर्ष पुग्यो भने भत्किएर खत्तम भइसक्यो हुन्छ अहिलेसम्म हाम्रो बालबालीसम्म अहिलेसम्म यहाँ गाडी आउँछन् एम्बुलेन्स ल्याउने गाडी यहाँ रोड छैन यो समस्या कसले बुझ्दैन त नि जनताले दुःख पाउनु पर्ने होइन अस्ति पनि हाम्रो म त उतै काठमाडौँ थिएँ केटाहरू ग्रुपमा कुरा गर्दै थिएँ एम्बुलेन्सको कुरा गर्दाखेरि आउँदैन भने अरे सिधै यस्तो भन्न पाउँछ जहाँसम्म आउँछ त्यहाँसम्म सेवा त दिनु पर्यो कि नै यो समस्या समाधान गर्ने किन गर्ने हाम्रो ठाउँमा 3000 ल्याएर पैसा तिरेर पनि एम्बुलेन्स आउँदैन स्ट्रक्चरको पनि राम्रोसँग सुविधा छैन टोलसम्म यो कमजोरी अनि यो चाहिँ कसलाई देखाउने भन्ने त्यो कमजोरी पनि के हो भने स्ट्रक्चरको पनि समस्या छ होइन यो विषयमा हामीले पटक कुरा उठाएको छौँ सामान ल्याउँछौँ भने यसमा त्यो सामान आएको छ त्यो सामान हामी लगत मगाउने भन्ने त भइरहेको छ अनि एम्बुलेन्सको कुरा जो आयो नि त तपाईँले एम्बुलेन्स जोकै अगाडिले एम्बुलेन्स बनाउँदाखेरि पनि एकजना वडा अध्यक्ष एउटा त्यहाँको कार्यालय एकजनाले समन्वय गरेर तल फोन गरेर एउटा तरिका हुन्छ अथवा डाइरेक्ट व्यक्तिले फोन गरेर मान्छे के बुझ्ने रहेछन् भने मोबाइल त्यो रहेछ भने अब डाइरेक्ट पैसा अब यो अहिले एकजना भाइले पनि फ्रीमा भन्ने कुरा आयो नि त फ्रीमा डेलिभरी र त्यसपछि लिएर कोही अचानक लोटो अक्सिजनलाई माथि कुरा बबिलहरू बिरामीहरू तिनीलाई चाहिँ फ्रीमा छ अनि तपाईँ हामी अब त्यस्तै तरिकाले बिरामी आउँछौँ त्यो हुन्छ नहुन्छ त्यो हामीलाई फ्रीमा पनि सेवा चाहिएको होइन दिन सक्ने व्यवस्था त हुन्छ नै होइन सकिन्छ नसकिँदैन तर पनि त्यो तपाईँले भन्नुभयो भने त्यो 80 वर्षभन्दा माथिका र त्यो इमर्जेन्सी बिरामीहरूलाई भन्नुभयो नि त्यो ठिक छ डाइरेक्ट फोन गर्ने व्यक्तिले फोन गर्ने भन्नुभयो नि किनभने यो वडाका प्रतिनिधि विश्वासै छैन भने डाइरेक्ट गर्नु परेन त्यसैले उहाँ तल भरम त्यो परिया रहेछ यहाँको अब यहाँ पनि अहिलेसम्म मलाई त एकैको भाइ त्यो गोविन्द बिरामी त्यसको बनाएर मैले भाती चाहिँ एम्बुलेन्समा थियो उहाँ लिएर माथि
के भन्छन् मान्छे धुराचोर लिएर मैले त्यहाँ पोल्ट्रीले उपचार गराएर ल्याएँ होइन मैले पछि पैसा तिर्ने 5,000 रुपियाँ भाइले भाडा तिर्यो होइन अब मसँग अहिलेसम्म एम्बुलेन्सको कसै बाबुले सम्पर्क पनि गर्नुभएको छ कसैले कुरा पनि गर्नुभएको छ त्यसैले हामीले जानकारी के भन्छ गाउँपालिकामा अहिले कस्तो छ भने विशेष गरी स्वास्थ्यको रिपोर्ट र स्वास्थ्यमा गरेर पछि मात्रै स्वास्थ्यको रिपोर्ट हुन्छ अनि एम्बुलेन्स ल्याएर उपचार गर्ने अब तपाईहरु यस्तो ढिलो अस्ति पनि ठुलो दिदी बिरामी हुने बेला यहाँबाट एम्बुलेन्स बोलाएछ तपाईहरुले फोन नभइकन बोलाएछ कि त्यो मैले पनि त्यो एम्बुलेन्स लगभग 1-2 घण्टा लगायो यहाँ बिरामी धेरै बिरामी रहेछ एम्बुलेन्स आउन त स्कुलसम्म आयो त्यो म बेरमा थिएँ कहाँ जानु बस्यो भने खाली आयो खाली गयो बिरामी चाहिँ तल गइहाली छन् बिरामी ट्याक्क त्यो माथि तल लैगिया 2 घण्टा पछि स्कुल पुग्यो त्यति बेला बिरामी त मर्न भयो भने के गर्ने त 2 घण्टा भन्दा नि अर्काको सम्पर्क दाम फोनको दाम लागेन फोन त्यो एम्बुलेन्सलाई अहिले त के सजिलो तरिकाले के स्वास्थ्यसँग समन्वय गर्न गरे ठ्याक्कै एम्बुलेन्स खबर गर्छ 2 घण्टा भन्दा बिहान पनि 7 बजे खबर गर्यौं 12 बजे आउँदै अध्यक्षले कल गर्दा प्राविधिक कार्यालय पनि समस्या आउँछ खाली एम्बुलेन्स गयो एम्बुलेन्स त आयो एम्बुलेन्समा खाली टाइममा भयो के अस्ति सामान्य स्कुलको चामल कोल्डरुममा चामल बाँड्दाखेरि 3 दिनको कार्यक्रम थियो नि त त्यतिखेर पनि हामीले भने रोड हेरेर आउँछ भने जनपति लिएर तल जुटी आउनुपर्छ भने सिधै मैले भने रोड हेर्दै आउँछ पछि त्यहाँ थाहा हुन्छ भने पछि यहाँ टुको त यहाँ बामपानी आउने चामल हैन सिधै हाई स्कुल कसरी आयो सबभन्दा ठुलो कुरा पुग्नेमा हान्नु चाहिँ 3 नम्बरमा फाल्छ सामान 4 नम्बरका माथि आउँछ जानु त झ्यासकोटा त्यो विषयमा कस्तो भयो भने हामीले सामान बागबानी पुर्याइदिनु पर्छ मैले हामी सबै जनप्रतिनिधि आग्रह गरेका हौं समस्या उले कहाँ देखा परनेर उकालो छ त मैले मलाई उले त्यही भने मैले के भने मलाई ज्या भने उले साउ गुरुलाई के भने तपाईले चामल 4 नम्बर पुर्याइदिनु पर्यो अभिभावक सब यहाँ गरेका छन् मैले भने एउटा अनि पछि त्यो के भन्नु भन्दा परम चढ्नु सकेन दाइ नचढ्नाको समस्याले हामीले यहाँ चामल वितरण गरेका भन्ने कुरा त्यो आयो हामीले तपाईले सेवा नदिन चाहेका कुकुरा पनि चढाएन त्यो कुकुरा ल्याउनु कृषिको गर्नु छ हामी गाउँ झ्यासकोटा पुगा हाम्रो मान्छे वही पुग्या बारी चढेन भने बारी गाडी लिँदै ल्याएन त्यही भन्नु जनता गएर पनि ल्याउनु यति गरेर जनता गाडी हाल्नु अनि गाडी उता लिँदै ल्याएन त कसरी चढ्छ गाडी ब्याक गरेर त्यतिमा त्यसैले यो पनि गाउँपालिकामा तपाईकै कुरा राख्दिनु होला सेवा सुविधाको लागि कलकत्ता यहाँ बाटो कहीँ बिग्रेको छैन बामपानीसम्म आउँछु भने बामपानीसम्म पनि आएन अनि फेरि उको त हाइस्कुलमा आउँछु भने हाइस्कुल पनि आएन फेरि उहिले त्यो सुरेशको बुहारी कालीबासले भन्नु बेला तुको आयो त पछि चामलको होइन अस्ति सुनेको तर पनि दोमुला आयो क्या आउँदैन 4 नम्बरमा समस्या छ हामीले बोल्ने कुरा तले बोलिरहेको छौं तपाईहरु त जान्न यो 4 नम्बरलाई खास 15 जनाको टिम एउटा मैले जान्न चाहेको कुरा के छ भने हाम्रो यो 4 नम्बर वडाको एरिया कहाँ देखि कहाँसम्म हो यो हाम्रो हाई स्कुल छ नि यो हाम्रोमा पर्छ कि 3 मा पर्छ त्यो त के हो भने पहिले 3 मा पर्छ जनप्रतिनिधिको समस्या हो त्यसले त्यो किन हेर्नुस् है 3 मा राखेको छ चौरो त त्यो हो त हाम्रो साबी साथ अब यन्त्र पर्छ 4 मा पर्छ के लाग्दैन सानो पर्थ्यो जति बेलाका जनप्रतिनिधि सबैलाई दिनु पर्थ्यो कैलाशबाद विद्यालय पनि सायद यति ल्याउनु पर्थ्यो त्यो भूगोलको आधारले पक्कै हाम्रो त्यही त यसो त्यो जग्गा हाम्रो सबै 4 नम्बरबाट छैन त्यो जग्गा त यो कसरी बन्छ भने हो त्यतिखेर यिनीहरूले किन सुनाया गरेन भन्ने कुरा हो यो एरिया छनौट गर्दाखेरि तिनीहरूको पहुँच बढी भयो हैन पहुँच हुने बित्तिकै राम्रो राम्रो ठाउँ जुन विकसित ठाउँ छ यत्रो स्कुल यो क्याम्पस जस्तो अब क्याम्पस बन्नेवाला छ नि त यो 3 नम्बरमा गइसकेको छ एरिया हाम्रो छ जग्गा हाम्रो हाम्रो छ नाम मात्रै उनीहरूको भएर हुन्छ गत सालको यो गाउँपालिका बजेटमा तपाईहरु हुनुहुन्थेन के रे थाहा पाउनु भयो होला यो नाम 4 नम्बरमा राखेको थियो स्कुलमा योजना स्कुलमा राखेको थियो नाम त्यहाँको योजना यहाँको भनेर हालेर हुन्छ
यो कुरा तपाईले आवाज उठाउनु पर्छ कि नै जनताको हेरौँ पार्टीको छ पार्टीको व्यक्तिगत योजना दिनुभएको छ व्यक्तिगत योजना जान्छ हामीले व्यक्तिगत योजना गए हामी खुला ठाउँमा बेरमा हेर्नु स्थिति यहाँ पठायो छोडी कमत हाम्रो ससुरालीको हाम्रो जग्गा मात्रै घेराबाट भित्र छोडिया छ अहिले 2 वर्ष भएको योजना हाल्न भन्दा त्यो गोरु बाछाले अब 4 वटाका लागि के भन्यो भनेपछि सिटियाका मान्छे स्वर्गीय मोतीलाल भण्डारी एकजना बोल्नु 3वटाको रोबोट के आयो भनेपछि गाउँपालिकामा काव्य हाबी लेखेको रोबोट परमानन्द आएको भाषण गरेर हैन 3वटा सबैका अब 4वटाको रोबोट गर्दाखेरि त गाउँमा रोबोट गरे यिनीहरू मिलेका हुँदै रहेछन् क्या यहाँ रोबोट सबैले गरेर हामी छिडिएका छौँ टाढा भागेका कोही बेरमा छौँ कोही दुम्लो छौँ कोही सिङ्गो छौँ कोही भाडामा छौँ होइन कोही हबी कोटो छौँ यस्तो छिडिया भयो ठिकै हो त्यसले स्वाभाविकै भनेको हो संसारका सब वडाका आउँदाखेरि 3वटा मान्छेले के भन्यो भने त्यो ठकुरी पढ्यो पारीको बम यहाँ ठकुरीमा हामीले के रोपट दिएको छैन हामी 3वटामा के बस्दैनौँ हामी पनि हामी नेपालका अधिराज्यका हौँ नि त हामी पनि त्यसले रोपट गर्ने परमानन्द राख्यो भने भाषण गर्यो अम्की गयो यस्तो त्यो भयो कि हाम्रो जस्तो कि तर स्कुल हाम्रो 4 नम्बर 4 नम्बर अनि हामीले 3 नम्बर गाली गर्नु पर्यो त्यो यहाँ आउनु पर्छ 4 नम्बरमा काम गर्ने नाति हाम्रो त 3 नम्बर गर्ने 3 नम्बर गर्ने त्यो कुरा म गर्दैछु म एकैछिन सुझावमा त्यो मेरो हजुर राते म यो बोल्न दिनु रोड जानु पठाएका थिए के 4 नम्बरका मान्छे अनि त्यो काम थिएन कुरा गर्दैछु त म अरु 10 जना यहाँ गर्नु पर्छ 10 जना 3 नम्बरका गर्नु पर्छ अरु हाम्रो यहाँ टोयलेट लाउनु पर्ने यहाँ पानीको मर्मत रोजगारका मान्छेहरूलाई यहाँ हाम्रो मान्छे 4 नम्बर तल बाटो सबैजना तल भूगोल बनाउने अनि हुन्छ त्यो बुझिन्थ्यो के भन्नुभयो भने हामीले के कुरा के सल्लाह गर्यो भने बेलमादेखि लिएर यो बाटोसम्म हाम्रो मान्छे मात्रै हिस्सा भन्ने त्यो 4 नम्बरको 4 बाटो बनाउँदा मान्छे बढी झन्डा चाहिँ 4 नम्बरका गर्छन् हिराटुले बढी 4का गर्छन् भन्ने आफूले हाम्रो रोजगारमा बाटो हाई स्कुलमा पनि 4 यसो भयो यो भन्ने कोरे हाई स्कुलमा 4 नम्बरका मान्छे स्कुलमा रोड र बाटोमा त हामी 4 नम्बरका त्यही त भने हामी यहाँ अब मानवपात्र गर्नुपर्ने यो पत्तो गर्नुपर्ने हाम्रो अहिले यहाँ 4 नम्बरमा हैन रोजगारका लागि कति काम गर्नु यो साल मात्रै क्या यो साल गएको वर्षमा अब हामीले रोडमा गरायौँ हैन रोडमा स्कुल मात्रै छ हाई स्कुल 3 नम्बरमै त गराउनु पर्छ सबै काम विकास तिम्रो गर्ने 4 नम्बरमा किन गराउनु पर्ने त्यतिबेला तिमीले हामीले उनको कस्तो भने विकास हामीले जिताएको प्रतिनिधि हो तपाईले आफ्नो अडानमा काम गर्नुहोस् तपाईँ बालन शाह जस्तो र हर्क साम्पाङ जस्तो मान्छे बन्नुहोस् क्या सकिन्छ भने चाहिँ हाम्रो 3 नम्बरको एरिया पनि हाम्रो एरिया हाम्रो 4 नम्बरको एरिया पनि एरिया 3 नम्बरको विकास हुने मैले चाहिँ एउटा प्रश्न राख्न मन लाग्यो मलाई चाहिँ जान्न मन लाग्यो अघिल्लो सरकारमा अब त्यो आयो उनीहरूले यस्तो पूर्वाधार विकास गर्यो के बनायो हैन अब हजुरहरुको अहिले पनि जति कार्यकाल छ यो कार्यकालभित्र हजुरहरुले के विकास गर्नुभयो
अहिलेको कार्यकाल हामीले अब विकास चाहिँ ठ्याक्कै राति किताबमा हेर्नुपर्छ अहिले हामी ठ्याक्कै त्यति पनि थाहा छैन होइन अब हामीले कुरा सुन्नुहोस् है अब केही कुरा थाहा भन्दा नि अब विशेष गरी हामीले स्वास्थ्य व्यवस्था हेर्नु भएको छैन यो वर्षको स्वास्थ्य भनेको सामूहिक त्यो सबै तपाईँ हाम्रो लागि त्यो स्वास्थ्यको लागि हामी त्यो गरेका छौँ त्यसपछि पोरीको विद्यालयको अब त्यो विद्यालय तपाईँ साझा विद्यालय त्यो 7 लाख रुपियाँ जग्गा गरेर विद्यालयतिर पर्छ प्रत्येक विद्यालयमा हामीले यो विद्यालय पनि अहिले हाल्ने भन्ने हाम्रो तयारी थियो मर्च हुने कुरा आइसकेपछि हामी यो दुईटा विद्यालय मर्च हुँदैछ भन्दाखेरि हामी त्यो बजेट सबै बजेट उतै हाल्ने भने हाम्रो त्यो कुरा भइरहेको छ होइन एउटा मर्च हुने विद्यालयमा मावि स्थापना हुने विद्यालयमा हाल्ने भन्ने कुरा भएको छ अनि खाने पानीको जनसङ्ख्या पनि कति छ त्यो पनि हेर्नु पर्यो हामीले सुन्नेमा त्यो हामीले सुन्नेमा आएको के छ भने यो विद्यालय त्यो विद्यालय मर्च हुँदैछ ठिक छ मोर्चाको नि धेरै राम्रो कुरा हो गर्नु आवश्यकता पनि छ यहाँ गर्नु पर्यो गराउँदा सबै त्यो कारणले गर्दा त्यो अवस्था सेवा सुविधा कति आउने कति हुन्छ कि न क्या अहिलेसम्म डेस्क छैन बन्च छैन के छ तपाईँको त के यति मैले बोलेको थिएँ तपाईँले के अहिलेसम्म कार्यपालिकामा तपाईँ के राखिदिनु भयो सार्वजनिक तपाईँ के निडी राखिदिनु जस्तै खानेपानीको लागि मैले अघि नै खानेपानी अस्ति यो पाइप तपाईँले आफ्नो मान्छेको नदिकन आफ्नो मान्छेको फोन गरिकन नबोलाइकन लेख नभइकन त्यो दिन स्कुलका मान्छे त्यही पाइप यस्तै चौकीदारले हामी के भनेको तपाईँ चौकीदार राख्ने कुरा गर्थ्यौँ चौकीदारले के भनेको तपाईँ टाल दिनुहोस् कहाँ बिग्रेको छ कहाँ पैसा पनि हामी तपाईँलाई मेहनतको पैसा तपाईँलाई हामी दिन्छौँ पानी पनि हामी उपलब्ध गराइदिन्छौँ भनेको चौकीदारलाई कहिले बनाउने त्यो हामी चौकीदारलाई भनेको हामीले बनाउनु यति बेलै बनाउनु यति बेलै पानी खाने हामी तयारी सानो कुरा भयो भने आफ्नो मान्छे फोन गरेर बोलाउनुहुन्छ अरूलाई व्यवस्था गर्नुहुन्छ अहिलेसम्म कोही मान्छे त्यस्तो गरेर हाम्रो तर्फबाट गरेको छन् गरे होला नि त्यो मान्छे सम्बन्ध हामी यो नाराकोट युवाहरूले हामी पोहोर पराल सालदेखि फिल्डको राखिएकै छ 3 पटक लगभग 3 साल भयो ल त्यो राखेको अन्य ठाउँ त्यो चाहिँ एकदमै अहिले त अनिवार्य छ त एउटा पनि चाहिने छ यो हाम्रो पनि गलत अहिले पनि अहिले पनि आएको होला नि त्यो त अहिले आधारभूत नै आवश्यकता हो हाम्रो लागि 4 वर्ष भयो अन्य ठाउँमा रोकिकन पनि कम बजेट छ भने तपाईँहरूको यो गोडामा आएको त्यो फिल्ड त अनिवार्य बनाइदिनु पर्ने हो त्यो किन सुन्नु भएर युवाहरूको विषयमा अनिवार्य फिल्ड बनाइदिन्छौँ भनेर हामीले युवाहरूलाई भन्न पनि भनेका थियौँ यो बेस केन्द्र भनेको यो बाङपानीमा त्यही बनाउने भन्ने कुरा भयो अनि बाङपानीमा पनि हामी दुईजना प्राविधिक खटाइसकेपछि उहाँले नाप्नु नापिसकेपछि तल ढिलोतिर जग्गा दिने कि दिने त्यो पनि सम्मान गर्नुपर्ने भयो भिटाको जग्गा खाँदा कि माथिबाट जग्गा फिल्ड त अलिक फराकिलो चाहियो सानो फिल्ड त्यही बिचमा पानी धारो भयो अब हामीले अब जग्गाको ठेगाना यो जग्गाको ठेगाना नहुँदाखेरि हामी कताबाट बजेट दिन्छौँ भनेर हामीले एकपल्ट यहाँ समन्वय गरेर बजेटको व्यवस्था गर्ने भने हामीले फल चाल्छ समन्वय तपाईँले कोसँग गर्नुभयो हामीले जग्गा जनसँग त्यो ढिलो जग्गा छ नि त जग्गा धनीसँग गर्ने कि जग्गाको लागि त जग्गा धनीसँग गर्नुपर्ने हामीले त्योभन्दा पहिला एक स्टेप पहिला जनतासँग तपाईँहरूको जग्गा सँगसँगै सोध्नु पर्दैन त्यो भने अब हामीलाई सोध्नुहोस् हामी जग्गा छ हामीसँग समन्वय गर्नुपर्छ नि त निवेदन दिने मान्छेसँग समन्वय गर्नु चाहिँ तपाईँ जग्गावालासँग समन्वय गर्नुहुन्छ जग्गाको नाम चाहिन्छ समन्वयको कुरा चाहिँ यहाँ सरासर करप्सनको कुरा छ यहाँ बिचमा अब जग्गा दानसँग कुरा हुन्छ भने डाइरेक्ट भइगयो त यहाँ अहिलेको कार्यकाल समय यहाँले के जनप्रतिनिधिहरूले के हो भने तपाईँलाई होइन जग्गा ढिलोको जग्गा दिन्छौँ कि समन्वय गरौँ भनौँ ढिलोको जग्गा दिनु ढिलो फिल्ड हालेर होइन गाउन सकिन्छ भन्ने हाम्रो सल्लाह हो यो अरूको लागि समन्वय गरेर फिल्ड तुम्बामा पनि त्यो होइन तपाईँहरूको परामर्श लिनु फिल्ड काम बाङपानी कुरा सुन्यौँ भने डोजर चल्ने बनिकन बजेट फालेले फिल्डमा गएर
यो अब डोजर चल्छ नि हाम्रो कुमै धन्दा हुन्छ नि त त्यसैले त्यसमा त उहाँलाई सोध्नु पर्छ जनताको माग पुरा नगर्ने युवा त्यो पनि जग्गा ठिक छ जग्गा कहाँ छ तपाईँको जग्गा गरेर त्यसपछि हामी एउटा बल केन्द्र तपाईँले केन्द्र कुरा गर्नुभयो नि यहाँ यो के अरे के मनबहादुर होइन मनबहादुरले व्यक्तिगत रूपमा कटायो भन्छन् होइन यो केन्द्र हो मान्छेको बसोबास छ त्यहाँ जग्गा स्थायी जग्गा छ न बल खेल्न पाइने होइन त्यो विषयमा थारीगाडालाई केन्द्र खोज्नु परेन किनभने थारीगाडा बनिसकेको छ पहिले योभन्दा पहिलो कार्यकालमा बनिसकेको छ त्यो उहाँहरूका लागि समस्या कुरा होइन अलिअलि खेल्नु भइरहेको छ समस्या भनेको दलित डोलमा पनि समस्या छैन अब स्कुल बनिसक्यो अब तपाईँ के को केन्द्र खोज्नुहुन्छ तपाईँले पार्टी चाहिएको हो पार्टीगत रूपमा पार्टीका मान्छे पाउँछ त्यही बनाउँछ भन्नु न योभन्दा अगाडि 4 वर्ष केटाहरूले फसी यहीँ आएर 6जना आए केन्द्र काछ पनि बाङपानी भने केटाले त्यो नारकोटका केटाहरू पनि थियो सबै केटा बाङपानी भन्दा हाम्रो केटा अब निर्मलबाजी हुनुहुन्छ बाङपानी भन्ने कुरा सिलुङ हामीले भन्ने सबैको पाइप पर्ने ठाउँमा सेन्टर ठाउँमा भलिबल फिल्ड हामी मात्र त्यही आधारले बाङपानी कागजमा मात्रै सीमित भयो कालो अक्षर सेतो कागजमा त्यसैले किन हालिदिनु भयो कुरा सुन्नु तपाईले बाङपानी भनिसकेछ मैले भनिहालेँ बाङपानी भनिसकेपछि जग्गा त्यहाँ ठिक छ त बाङपानी भएको अब तपाईँ जग्गा काट्नु हेरौँ जग्गा आर्थिक व्यवस्थाले लाग्ने कुराहरू कल गर्छौँ चाल्ने कुरा लास्ट चान्स हो मैले भनिसकेँ थारीगाडाको लागि समस्या छैन यहाँका लागि पनि त्यो समस्या छैन उसले आफ्नो पूर्ति गरिसक्यो अब दलित टोलका लागि पनि समस्या छैन त्यहाँ बनिसक्यो नाराकोट र धरालबाट यो दुईटा टोलका लागि हो होइन यसको सेन्टर हामी आफै तय गर्छौँ होइन जग्गा पनि हामी आफै व्यवस्था गर्छौँ होइन यसको लागि तपाईँहरू बजेट ल्याइदिनुहोस् हामीलाई अरू केही चाहिन्न 10 टोल 10 वटा हो त कुरा नगर दिनुहोस् बडगलबाट अहिलेसम्म कति पालि कति क्या गर्यौँ यति पहल गर्दा गर्दै मातेडी पुग्यो एफएममा पनि पुग्न गएर एफएमवालाले पनि समाज दिएन यहाँका शोषक बार्दै यस्ता छन् क्या यहाँका डाँकाहरू त्यो त हजुर कुन तरिकाले खानापानी छैन स्कुल बाटो छैन होइन यहाँ यो कति खण्ड गरेर मैले एफएममा पनि सुन्दिनँ क्या परिवार रेडियो स्टेसनमा गइकन 1000 रुपियाँ दिकन पनि त्यसले सुन्दिनँ त ओडाको काम यस्ता शोषकको मात्रामा 4 वटा बोल्दैन कहिले पनि बोल्दैन विकास हुँदैन अब एउटा कुरा ओडा विकास हुन्छ हामीले जिताएको ओडा अध्यक्षको कन्डिसन के हो होइन उहाँ चाहिँ छुट्टीमा जानुको कारण चाहिँ के हो होइन छुट्टीमा जानुभन्दा अगाडि उहाँले के रिपोर्ट दिनुभएको छ कि आएर दिन्छु भन्नुभएको छ कि तपाईँ कति दिन भयो यहाँ उपस्थित नहुनु भएको कहिले आउनुहुन्छ यो क्वेसनको आन्सर चाहियो हामीसँग अस्ति भर्खरै आज 3 दिन मात्रै सम्पर्क हुनुहुन्छ होइन अनि कार्यपालिका मिटिङ 2 दिन कार्यपालिका मिटिङमा उहाँ म तल्तिर छु विशेष कामको लागि तल्तिर छु भन्नुभएको छ होइन विशेष काम के रहेछ अब विशेष काम भन्नुभएको छ अब त्यसमा पर्सनल कामलाई हामी त्यति नसोध्दैनौँ तर जानुभन्दा अगाडि यहाँ त कुनै इन्फर्मेसन उहाँले के गर्नुभएको छ भने यो घरैमा जथाभावी जानुभएको छ होइन कार्यवाही काम यताउति कार्यवाही वहीँ नै होइन जिम्मा दिनुभएको छ होइन अध्यक्ष कहिले आउने भन्ने कुरा मैले भर्खरै तपाईँहरूले फोन उहाँलाई चाबी किन दिनु भन्नु भन्नुहोस् यो त यो कार्यभार उहाँको चाबी हुनुपर्ने चाबी किन ताला खोल्न आज हामी अघि भइसकेको मान्छे त्यो कुरा फेरि त्यस्तै हो क्या त्यसैले तपाईँहरूले जग्गा ठम्ब्याउनु जग्गा ठम्ब्याएर अब हामीले नै त्यो कुरा छोड्नु अब त्यो नगरे त सुकै पाउनुहुन्न ओडा अध्यक्ष कहिलेदेखि उपस्थित हुनुभएन त्यो आन्सर दिनु न ठ्याक्कै कहिलेसम्म अब यहाँ हाजिर लाइन हाम्रो सिस्टम छैन होइन ओडामा ओडा अब के हुन्छ भने उहाँले अब विशेष हाजिरको व्यवस्था पनि छैन भनेपछि को कति उपस्थित भयो के काम गरे के थाहै
कति के गर्नुपर्छ कति के गर्नुपर्छ स्थानीय सरकार होइन वडा सरकारले त सबै रेकर्ड गर्छ होला होइन म के म त